Hey guys, good morning and welcome back to my another mini vlog. Guys, आज चाहिँ मेरो चाहिँ अब बिहानै फोन चाहिँ यति रिङ भयो कि अन्त म चाहिँ के रहेछ भनेर चाहिँ सायद म चाहिँ अब यति बिहान थियो नि त अन्त म चाहिँ ब्रस गर्दै थिएँ होइन। त्यसको चाहिँ 10 minutes पछि चाहिँ मैले आएर हेर्दाखेरि चाहिँ त्यो पुरा मिस कल भइरहेको छ गाइज। अन्त मैले कल ब्याक गरेँ, यस्तो हेरेको थिएँ कि कसले नै अब यति बिहान बिहान त है कसले नै गर्छ भनेर चाहिँ हेर्नुभएको थिएँ। अन्त यस्तो हेरेको त अब डेलिभरी बोय पो रहेछ है। अन्त मेरो पार्सल आएको रहेछ। अन्त यो चाहिँ मलाई यादै थिएन। अन्त किन मलाई चाहिँ यो एउटा पार्सल चाहिँ याद थियो कि मैले अस्ति विन्डो मस्किटो नेट चाहिँ मैले अर्डर गरेको थिएँ होइन। त्यो पनि मैले अनलाइनै पेमेन्ट गरिसकेको थिएँ। अन्त सो त्यो आयो होला भनेर चाहिँ म रिसिभ गर्नुभएको थिएँ। गाइस यो चाहिँ हेरेर चाहिँ मेरो नाइकाबाट आएको रहेछ। अन्त नाइकाबाट चाहिँ आएको रहेछ होइन। गाइस यो चाहिँ के होला है, यसमा यति हल्का चाहिँ केही छैन। अनि चाहिँ खासमा चाहिँ मलाई यो पार्सल चाहिँ के हो भनेर मलाई याद पनि थिएन, किनभने चाहिँ यो चाहिँ मैले गरेको होइन। यो चाहिँ मेरो लागि चाहिँ अस्ति बहिनीको मोबाइलबाट चाहिँ गरेको थिएँ हो। सो मलाई याद भएन चाहिँ के हो भनेर अब चाहिँ म तपाईँलाई खोलेर देखाउँदैछु। अन्त अब यहाँ चाहिँ खोइ कुन जाने के छ के छैन जस्तो पनि छ हो। अन्त म तपाईँहरूलाई देखाउँदैछु खोलेर के रहेछ भनेर। यति लाइट वेट होइन के भन्नु के भन्नु 5 ग्राम 10 ग्राम पनि छैन होला। यति वेटै छैन, अब वेटलेस एकदम है। अन्त त्यही सोच्यो गएर अब हेर्नुपर्छ भनेर हेरौँ के रहेछ भने चाहिँ मेरो अब बिल हो है। हेर न यस्तो खाली छ मेरो चाहिँ के यता खोदा पहाड निक्ला चुहा भन्ने जस्तो भयो। गाइस मैले चाहिँ बहिनीले यो अर्डर गरिदिनु भनेको थिएँ चाहिँ चिन्नु भयो होला। यो चाहिँ सिन्दुर हो। अन्त चाहिँ यहाँ गाइस मलाई चाहिँ यादै थिएन होइन। अन्त यो चाहिँ मैले अर्डर गर्नु लागेको थिएँ। सो यो आएको रहेछ गाइस यत्रो ठुलो प्याकेटमा चाहिँ यत्रो बेर सामान। अन्त त्यसो भन्छु म यति लाइट त के नै आयो भनेर अझ यादै थिएन। ठिकै छ। यो चाहिँ 80 रुपिस 80 रुपिस मात्रै हो यसको चाहिँ। अन्त ठिकै छ कस्तो आउँदो रहेछ गाइस हेरौँ त। म तपाईँलाई लगाएर देखाउँछु गाइस कस्तो रहेछ भनेर। वाउ ठिक छ गाइस, दामी रहेछ हो। मजाले भस्यो पनि। कस्तो देख्यो भनिदिनु होला कमेन्टमा। अब चाहिँ यो चाहिँ के गर्नु लागि लगाउनुपर्छ। अनि यो सिन्दुर चाहिँ ब्लू हेभनको सिन्दुर हो। यस्तो राम्रो रहेछ होइन। स्ट्राइप भनेर चाहिँ मैले अर्डर गरिहेरेको। ओके, थ्याङ्क यू फर वाचिङ। बाई। किप वाचिङ माई भिडियो, लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल। बाई, थ्याङ्क यू फर वाचिङ।